39 मस्त जोक मारा रे या हंस रे हल्का हंस हाई गुड आफ्टरनुन अल हामी चाहिँ आज एउटा यस्तो फन गेम खेल्दैछौँ जुन चाहिँ हामीले टिकटकबाट देखेर चाहिँ एकदमै मजा लाग्ने जस्तो लागेर चाहिँ मैले बुढीलाई एप्रोच गरेँ अनि उनले चाहिँ ल खेलौँ न त भनेर चाहिँ हामीले एउटा फन गेम खेल्न आँटेको छौँ वेयर चाहिँ यहाँनिर चाहिँ हाम्रो चाहिँ 50वटा नम्बर छ 50वटा डिजिट छ 1 to 50 दुवैजनाले लेखियो सुरुमा मैले चाहिँ अड नम्बर लेखेँ भने उसले चाहिँ इभन नम्बर लेख्यो 50 सम्म पुरै ऱ्यान्डमले लेखेको छौँ अब यहाँनिर चाहिँ के हुन्छ भने गेम चाहिँ सुरुमा उसले मलाई नम्बर दिन्छ त्यो नम्बर म यहाँ फाइनल गर्छु फाइनल गर्दै जति छिटो मैले फाइनल गर्छु उति मलाई फाइदा हुन्छ फाइनल गर्नुन्जेलसम्म चाहिँ उसले चाहिँ यहाँनिर उसकोमा चाहिँ क्रस गरेर जानेछ भने मैले फाइनल गरेर राउन्ड लगाएपछि गेम स्टप हुन्छ अनि त्यहाँदेखि उसले मलाई नम्बर दिन्छ ए होइन मैले उसलाई नम्बर दिन्छु अनि त्यहाँदेखिको उसले यहाँ खोज्न थाल्छ भने म चाहिँ यहाँनिर चाहिँ ट्याक 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 क्रस लाँदै गर्छु जसले छिटो बढाउँछ ऊ चाहिँ विनर हुन्छ है त ल हेरौँ यु वान्ट टु डु यस लेट्स डु है त जित्नेले केही नगर्ने सरीमा ल रेडी हो ल देऊ मलाई नम्बर नम्बर देऊ न त भइगयो त हेर्नु पायो क्या अब चाहिँ फर्कायो मैले भन्न नम्बर काट्टा भन्छ सट्ट फर्काउँछ नि पो हेर्ने हो त तिमीलाई अब हात चिट गर्नको लागि उयो गरे जस्तो गर्छ यार ल रेडी यहाँ तिम्रो आँखा रेडी गेट सेट गो 32 कहाँ छ भाइ उयो 32 त छैन 32 लेखेनौ क्या उयो 32 त लेखेनौ क्या तिमीले त 32 रे यहाँ त स्टप रा ल वेट चस्मा कहाँ छ मेरो ए ल ल ल भन ल नाइ यस्तो हुन्छ ल अब फर्काएर दिनु खोज्ने हो मैले फर्काउने हो ल पक ल म अर्कै भन्छु ल 21 साला के सोचेको म त खतरा पो हो त फेरि हातमा हेर न कस्तो हिसाबमा ओके मेरो पालो ल 1 2 3 गो 18 ल एकछिन है कफी पनि खाँदै गरौँ है त अब चाहिँ सक्छु म ल कसको पालो तिम्रो पालो हैन पकाइ म भन्छु म भन्ने हो मैले ल भन 1 2 3 गो ल भन 39 ओ यो नि हो नि फेरि मेरो त्यो त पाइदैन त्यसरी मेरो यहाँ टिक्क छ नि ओइ देख्थे कि यो छोड्नु भाइ गफ नदेऊ अब प्लिज अलि पर हात कफी 1 पल्टा है 1 2 3 गो 26 ए बेटे स्टप पका ल रेडी 37 यस्तो ह्यान्डराइटिङ छ कि म त ओ यस्तो ह्यान्डराइटिङ त म ए लुक यो के हो यसले 37 हुन्छ ओ 37 भाइ 37 हो भाइ छिटो 37 हो Oh my god. Are you ready? ल 13 sorry तिमी भन त यार मैले पनि भनेको ल
भक्ना पछि आथेको कोन चाहिँ 27 भेट छट भेट पक ओके रेडी पक एकछिन ओए हेर्दैछु म तिमी चिटिङ साह्रै गर्छ है फेरि यही सकाइदिन्छु उसले स्मुथ खालको पेन चलाएको छ कि 1 2 49 पक 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 रोक रोकिहाल ओ यो छोड पहिला भेटे भन्नु पर्छ ल ल ल ल कस्तो बेउरा भन खड्पो होइन त थरीको त छैन हौ ए 24 हो यो त थरीको खोइ ओइ थरीको ल्याइन हो क्या बोला खोइ थरी ना ओइ थरीको छैन थरीको छैन थरीको छैन ओइ थरीको छैन खोइ थरीको खोइ थरीको ल खोइ थरीको यार त दुक्का ओ नो थरीको रहेछ नि त यार कसरी हुँदैन त नि ल ल ल ल ओके ओके छ त ल ल धन्यवाद ल हाम्रो म्याच चाहिँ 1 2 3 4 5 6 7 8 9 मै सकियो धेरै ट्यालेन्ट भएर एकचोटि बनाइदिन्छु ल मिस्टर किरण गुरुङको सरी आई हैव ट्राई माय बेस्ट मिस रुपेक्ष शेर्पाको ल ल ल वेल डन ल तिमीलाई थाहा छ यो पेन कस्तो कम्फर्टेबल थियो र पनि हेर मेरो यो थाहा छ यो पेन भयो ल भयो लेख्दा लेख्दा के गरौँ ल बाइ द वे ल बाइ 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 इन्जोय गर्नु होला हैन हैन के छ भन्नु यसमा के छ यो गेम कतिको फन छ होला फनै छैन एकछिन माइन्ड रिफ्रेश नै भयो रिफ्रेश नै हुँदो रहेछ माइन्ड है मजा आयो एकछिन माइन्ड रिफ्रेश नै भयो ओके बाइ बाइ That's all for today. Bye bye.